अब तिमीहरूको यो सबै माग पुरा गर्ने हो भने तिमीहरू आफै चुनाव लड्ने, सरकार बनाउने अनि यो सबै कुरा आफैले गर्ने। यहाँ क्यामेरा तेर्स्याएर बस्ने होइन। यहाँ चाहिँ यो के अरे यस्तो किसिमको यो माग चाहिँ मन्त्रीलाई आउँदै मन्त्रीलाई दिँदै होइन माग चाहिँ राख्ने होइन। यो चाहिँ आफै गाउँ गाउँमा जाने हो। म मेरो चाहिँ यो जेनजी 2 भन्यो होइन, जेनजी 2 को सबै भाइ बहिनीहरूलाई मेरो अनुरोध चाहिँ यही हो। मेरो पनि त माग पुरा गर्नुपर्छ तिमीहरूले। तिमीहरूको माग मात्र पुरा गर्ने होइन। कुरा बुझै खोजेन? मेरो पनि माग छ नि, छ कि छैन? मेरो माग के छ जेनजी 2 लाई र जेनजी सबैलाई भनेदेखि जेनजीको भाइ बहिनीहरू अब काठमाडौँ बस्न छोडेर आज 1 गते भयो, मङ्सिर महिना पनि लाग्यो अनि सब गाउँ गाउँमा जाने, आफ्नो आफ्नो गाउँमा जाने, आफ्नो आफ्नो के अरे नयाँ नयाँ युवा, खास गरी युवा नेताहरूले ल्याउने। 5वटा माग छ। मैले सिधै मागहरू मात्र पढेँ हजुरलाई। यसै वर्ष सिटिभिटीको छनौट प्रक्रिया पुरा गरी स्टाफ नर्स पढ्न चाहेका 10,000 विद्यार्थीलाई स्टाफ नर्स पढ्ने व्यवस्था गर्नुपर्ने, नर्सिङ शिक्षामा गाउँघरका प्राविधिक शिक्षालयहरू बन्द हुने र विद्यार्थी अध्ययनकै लागि सहर वा विदेश हिँड्नुपर्ने समस्याको तत्काल समाधान गर्नुपर्ने, सिटिभिटीको लामो भर्ना प्रक्रियाले गर्दा प्राविधिक शिक्षा पढ्न चाहने विद्यार्थी धेरै भए पनि सिटिभिटीमा धेरै काम विद्यार्थी भर्ना भइरहेकोले सिटिभिटीका शिक्षालयहरूमा एसईको रिजल्ट हुने बित्तिकै स्वतः भर्ना खुल्ने र योग्य विद्यार्थी सजिलै भर्ना हुन पाउने व्यवस्था गर्नुपर्ने, सिटिभिटी अन्तर्गतका 3 वर्षे कोर्समा 3 वर्षमै कोर्स सकि जागिर खान सक्ने बनाउने पाठ्यक्रममा सैद्धान्तिक र प्रयोगात्मक विषयहरूलाई मिलाएर अन्तिम 6 महिनामा ओजिटी जान अघि सैद्धान्तिक विषयमा अन्तिम परीक्षा गर्ने र ओजिटी सकि प्र्याक्टिकल जाँच हुनसाथ तुरुन्त रिजल्ट निस्किने गरी पाठ्यक्रम र परीक्षा प्रणाली तुरुन्त सुधार गर्नुपर्ने, नेपालमै प्राविधिक शिक्षातर्फ स्वास्थ्य इन्जिनियरिङ र कृषि तथा वन विज्ञान लगायतका विषयहरूमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका विद्यार्थीलाई स्नातक तह अध्ययन गर्न कम्तीमा 50% सिट आरक्षणको व्यवस्था गर्नुपर्ने, प्राविधिक विषयमा प्रमाणपत्र तह पास भएका स्वास्थ्य इन्जिनियरिङ र कृषि विषयका विद्यार्थीहरूलाई स्नातक तहका अध्ययनका लागि लिइने प्रवेश परीक्षा आधारभूत विज्ञान, फिजिक्स, केमिस्ट्री, जियोलोजी र बोटानीका प्रश्नहरू सोधिने र त्यही कारणले धेरै विद्यार्थीहरू प्रवेश परीक्षा नै उत्तीर्ण नहुने वर्तमान व्यवस्थालाई तुरुन्त हटाई प्राविधिक विषयबाटै प्रश्न सोध्ने व्यवस्था यसै वर्ष गर्नुपर्ने हाम्रो माग रह्यो। यसलाई चाहिँ हामीले पदार्थ सिटिभिटी भक्तपुर पनि भन्यौँ। अनि यसलाई चाहिँ हामीले जेनजी 2 पञ्चायतको प्रवक्ता हजुरलाई यो एउटा अब तिमीहरूको यो सबै माग पुरा गर्ने हो भने तिमीहरू आफै चुनाव लड्ने, सरकार बनाउने अनि यो सबै कुरा आफैले गर्ने। यहाँभन्दा अर्को उपाय छैन। यहाँ क्यामेरा तेर्स्याएर बस्ने होइन। यहाँ चाहिँ यो के अरे यस्तो किसिमको यो माग चाहिँ मन्त्रीलाई आउँदै मन्त्रीलाई दिँदै होइन माग चाहिँ राख्ने होइन। यो चाहिँ आफै गाउँ गाउँमा जाने हो। म मेरो चाहिँ यो जेनजी 2 भन्यो होइन, जेनजी 2 को सबै भाइ बहिनीहरूलाई मेरो अनुरोध चाहिँ यही हो। चाहिँ मेरो पनि त माग पुरा गर्नुपर्छ तिमीहरूले। तिमीहरूको माग मात्र पुरा गर्ने होइन। कुरा बुझै खोजेन? मेरो पनि माग छ नि, छ कि छैन? मेरो माग के छ जेनजी 2 लाई र जेनजी सबैलाई भनेदेखि जेनजीको भाइ बहिनीहरू अब काठमाडौँ बस्न छोडेर आज 1 गते भयो, मङ्सिर महिना पनि लाग्यो अनि सब गाउँ गाउँमा जाने, आफ्नो आफ्नो गाउँमा जाने, आफ्नो आफ्नो के अरे नयाँ नयाँ युवा, खास गरी युवा नेताहरूले ल्याउने होइन। युवा नेताहरूलाई ल्याउने अनि यस्तो किसिमको मागहरू चाहिँ त्यो सरकारलाई पुरा गर्ने। अब यसमा सबै मागहरू कोहीमा विचार गर्न सकिन्छ। सबै कुराहरू अहिले चाहिँ सबैलाई के अरे पुरा गर्न सक्दैन। नसक्ने कुरा चाहिँ अहिले नै यहाँ सक्छु भन्न मैले भन्दिनँ। अब जस्तो छनौट प्रक्रिया पुरा गरी स्टाफ नर्स पढ्न चाहेको 10,000 विद्यार्थी छन् भन्ने के छ तथ्याङ्क? त्यो पनि तथ्याङ्क पनि छ। कहाँ केमा छ तथ्याङ्क? यो चाहिँ हामीले सिटिभिटी यो पिसिएल नर्सिङ पढाउने सिटिभिटी अन्तर्गतका त्यो संस्थाहरूसँग हामीले उहाँहरूलाई डाटा मगाएको थियौँ। त्यसमा चाहिँ हामीसँग इन्ट्रान्स दिएर पास गरेकाहरू त्यो रेकर्ड अन द रेकर्डै छ भनौँ। अब यो के हो? अब यसको चाहिँ खास डाटा के हो र अहिले कति भर्ना भयो, अब कतिले पढ्न चाहिने हो, यो डाटा हेरेर अब पढाइ पनि सुरु भइसक्यो के भयो
अब भएको छैन यो कुरामा यसो मैले चाहिँ छलफल गरेर के हो गर्ने भन्ने कुराहरू मैले केही कुराहरू हेर्न सकिन्छ यो 1 नम्बरमा। यसमा चाहिँ यस्तो पनि रहेछ, अहिले लगभग 113वटामा 73वटा शैक्षिक संस्था चाहिँ सिटिभिटी अन्तर्गतको यो पिसिएल नर्सिङ पढाउनेहरू, यो प्राविधिक शिक्षा पढाउने शैक्षिक संस्थाहरू चाहिँ विभिन्न कारणले बन्द पनि भएको रहेछ। त्यसलाई पनि खोल्ने एउटा बाटो पनि हजुरहरूले अब गर्नु। यो सबैलाई खोलिदियो भने फेरि यो चाहिँ व्यवसायीकरण हुन्छ अनि फेरि तिमीहरूले फेरि अर्को माग लिएर आउँछ, यो राम्रो पढाइ गरेन होइन, जो तैँलाई यहाँ माग त थुप्रैले गरेको छ, पिसिएल नर्सिङ पढाउनको लागि अनुमति पाऊँ भनेर थुप्रैले यहाँ निवेदन दिएको छ। अब जो जथाभावी जोसुकैलाई पढाउन नसक्नेलाई चाहिँ सम्बन्धन दियो भने उनीहरूले फेरि पढाइदिँदैन अनि फेरि भोलि चाहिँ राम्रो पढाइ भएन भनेर माग गर्न आउँछ तिमीहरू। त्यस कारणले अब यसमा केही कुराहरू गराउने भन्ने कुरा छ, तर अब राम्रोसँग छानबिन गरेर पढाउन सक्ने क्षमता भएको त्योलाई चाहिँ हुन सक्छ। अब सिटिबिटीको अब यसरी रिजल्ट हुने बित्तिकै स्वतः भर्ना खुल्ने योग्य विद्यार्थी यो कुरा चाहिँ छलफल गरेर यसलाई पनि हामीले गर्न सकिन्छ।